स्वागत छ यसलाई कार्यक्रममा। धन्यवाद। एकाएक 15 गतिको आन्दोलनपछि नेपालको राजनीतिमा फरक खालको दृश्य देखिएको छ। राष्ट्रतावादीहरू तिनकुनेमा थिए, गणतन्त्रवादीहरू भृकुटी मण्डपमा थिए। भृकुटी मण्डपमा वातावरण केही बनेन, आरोप प्रत्यारोप चल्यो, राजा ज्ञानेन्द्र शाहलाई हिलो छ्याप्ने काम भयो। तर यता तिनकुनेमा भय अवस्था बन्यो। त्यहाँ दुईजनाको मृत्यु भएको छ, एउटा क्यामेरा पर्सनको मृत्यु भएको छ, एकजना कीर्तिपुरका एकजना युवाको मृत्यु भएको छ, तोडफोड भएको छ, घरमा आगजनी भएको छ, भाटबटनीको सामान लुटपाट भएको छ र सबै दोष राष्ट्रतावादीले लिनुपर्छ भनेको अवस्था छ। यही अवस्थामा बालेन शाहले पनि राजा ज्ञानेन्द्र शाहले सबै चाहिँ यसको क्षतिपूर्ति तिर्नुपर्छ भन्दै 7,93,000 रुपियाँ जरिवाना गरेका छन्। आज बालेन शाहको टोली निर्मल निवास पुग्दाखेरिमा राजा ज्ञानेन्द्र शाहले त्यो पत्र बुझ्न मान्नु भएको छैन। निर्मल निवासको गेटबाटै महानगरको टोलीलाई फर्काइएको छ। यसलाई कसरी हेर्नु भएको छ यहाँले? होइन, बालेन शाह जस्तो मान्छेले यस्तो गल्ती किन गरेको? जो अर्गनाइजर हो त्यसलाई पो चिठी लेख्नुपर्ने। त्यो राजा ज्ञानेन्द्रले आह्वान गरेको हो त त्यो, र राजा ज्ञानेन्द्रलाई सिडिओ कार्यालयले चिठी लेखेको हो। सिडिओ कार्यालयले जसलाई चिठी लिएर त्यहाँ अनुमति दियो त्यो संस्था या व्यक्तिलाई चिठी लेख्नुपर्ने कि राजा ज्ञानेन्द्रलाई चिठी लेख्नुपर्ने? महेश भाइ, तपाईँ नै भन्नुहोस् त, म किन भन्नु, तपाईँ भन्नु। राजा ज्ञानेन्द्र शाहले यसको जिम्मेवारी लिनुपर्छ भनेर काठमाडौँ महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई 7,93,000 जरिवाना गराएको छ। त्यसो भए जति पुरानो निर्णयहरू भएको छ महानगरपालिकामा त्यो सबै जिम्मेवार बालेन शाहले लिन्छन्। तपाईँ मेरो लागि कोहीसँग कुरा गर्न जानुहुन्छ भनेदेखि तपाईँ पो प्रतिनिधि हो त। मैले तपाईँलाई अख्तियारनामा दिएको छु र? तपाईँ कानुनी रूपले पनि हेर्नुहोस् न, जसलाई त्यहाँ अनुमति दिएको छ सिडिओ कार्यालयलाई, त्यहाँ उसले चिठी लेख्नुपर्ने हो कि होइन? कि त बालेन शाहलाई पनि कोहीबाट